त्यो भारत पाक रहेछ। अब यो उकालो जानुपर्ने हो। यो फुल ठिक रहेछ, ओइलिँदैन पनि यो। साथीहरू यस्तो टाइपको मन्दिर त बेसी यो तेलङ्गाना हिन्दू रिलिजनबाट नभएर पनि हुन्छ, त्यस्तो हरेक रिलिजनलाई माने गर्छु। तर पनि यहाँ तपाईँहरू चट्टै देखिसक्नु भएको छ र रक लामाहरूदेखि लिएर धेरै प्रकारको है युट्युबरहरू आएर यहाँ भिडियोहरू गरेको छ नि त। यहाँ पानी थियो भने चाहिँ पुरा लाइटले चाहिँ मजाले यसरी घुम्दो रहेछ नि त। साथीहरू माथि पनि जान दिन्थ्यो रहेछ, पहिला चाहिँ दिन्थ्यो नि त। यो अहिले चाहिँ के भएर चाहिँ बन्द गरिदिएको रहेछ सायद। अहिले चटक्कै हामी यहाँ 4 मिटर टक्कै आइसकेको छौँ। चट्टै हामी एन्ट्री गर्दैछ सडक्कै होइन। तपाईँहरू सायद नाम चाहिँ आउनु हुन्छ भने चाहिँ है 4 मिटर चटक्कै गयो, गर्दा पनि भइगयो नि त। नगर्दा होइन, यहाँ टिकट काट्नुपर्छ न भन्नु। चटक्कै अहिले हामी टिकट काटेर टिकटभित्र पसेको छ नि होइन। चट्टै यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ, यहाँ अगाडि चटक्कै रहेछ। यहाँ सट्टै यता एन्ट्री काटेर चाहिँ यताबाट आउनु रहेछ चटक्कै हो। यहाँ गर्दा पनि भएको तपाईँहरू। मतलब यहाँ उयो रहेछ हो, म्युजियमहरू रहेछ। यहाँ तपाईँ देख्न सक्नुहुन्छ यो धेरै किसिमको रहेछ नि त। यहाँ हेर्नु न भन्नु यहाँ उयो रहेछ यो कहाँ कहाँको उयो रहेछ भनेछ। नेपालको रहेछ, भुटानको, बङ्गलादेशको रहेछ सायद यो हो। बङ्गलादेशको रहेछ, नेपालको रहेछ। यो कहाँ कहाँको रहेछ यो चाहिँ याद भएन हो। अरब त्यो भारत भयो कि यता मजाको अघि तपाईँहरूले देखिसकेको छौँ फरक्कै रहेछ। यता बोटमा पनि रहेछ सबै तपाईँहरूलाई देखाइरहेको छु फरक्कै रहेछ। जाउँ मैले जाउँ। यता चाहिँ माथि चाहिँ पार्क रहेछ। अब यो उकालो जानुपर्ने हो। सट्टै यता एन्ट्रेन्स गरेपछि चाहिँ सट्टै टिकट सिकेट काटेपछि चाहिँ यता माथि रहेछ नि त 4 धाम भनेर हामी चाहिँ निकै 4 धाम नै उयो गरेको के नि सुदर्शन धाम रहेछ है भनेर के रहेछ हो। मजाको रहेछ हौ। यता गार्डनहरू रहेछ हो। यता पनि रहेछ गार्डन। यहाँ चाहिँ फेरि जुत्ता खोलेर चाहिँ यता जानुपर्ने रहेछ नि त। टक्कै जुत्ता खोल्यो हो, अन्त यता गयो। पहिला हाम्रो जुत्ता खोलेर चाहिँ पर मन्दिर जस्तो छ नि त, मन्दिर जानुपर्छ नि भित्र गएर। यहाँ टक्कै खोल्यो। कहाँ भित्र गएर खोल्यो कि तपाईँ? जुत्ता खोलेर चाहिँ धर्म गर्नु जाने। के अर्किरहेछ? त्यही भित्र एउटा चटक्कै खाली गोटा भयो नि त। होला हौ ल हुन्छ हौ मैले त्यति मच्चा भएछ। यता गरेर चाहिँ पर जानुपर्ने हो। दुईवटा गोटा गरिदिएको तपाईँ चाहिँ उयो, हामी चाहिँ मच्चा भएछ फेरि हो। सत्य अब हामीले यहाँ जुत्ता सुत्ता घोप्टाएर चाहिँ अगाडि यहाँ चरक्कै पर्दैछ। अनि म पनि आएको थिइनँ नि। तपाईँ र म चाहिँ फर्स्ट टाइम आएको। आएको भाइ हामी त आएको छैन। तर मजाको रहेछ यता थियो। मजा मजा गोलो है उयो गरेको। यता चाहिँ फोटो खिच्दैछ। मजाको रहेछ।
नामे चारधाम। तपाईँहरू सायद नाम्ची आएको छ भने यहाँ घुम्नु चाहिँ नबिर्सिनु होला किनकि नाम्चीमा एउटा प्रसिद्ध एउटा पपुलर पनि चारधाम छ नि त। यहाँमाथि चारधाम अहिले यो चारधामभित्र पसिसकेको छु। उयो पर टिकट छ होइन गरिसकेको छ नि त। सट्टै अगाडि पनि रहेछ उयो पर उयो गर्दा पनि। र अन्त हामी चाहिँ फर्स्ट टाइममा चाहिँ चारधाम त्यो के पऱ्यो चारधाम र झन्डै 40 धाम भएछ सँगसँगै आइपुग्यो। म त सोच्छु 4 धाम लेख्छ कि भनेको त छैन रहेछ। यहाँबाट एन्ट्री सुन्नुहोस् कहाँ जाने यहीँ बस्नु यहाँहरू फोटोहरू खिच्ने जग्गामा रहेछ त मन्डुजी मजाले। अच्छा बच्चेको अहिले आउँदा खिचेको मन्डुजी सडक्कै रहेछ हौ। यो फुल ठिक रहेछ ओइलिँदैन पनि हिजो हो। हामी चाहिँ अन्त पानीहरू हालेर के हालेर गर्छ। बेसी चाहिँ यहाँ चाहिँ सिक्किमिस भन्दा पनि बाहिरको बाहिरबाट स्टेटहरू आएर धेरै फोटोहरू खिच्ने गर्दो रहेछ नि। मैले यो के फुल हो मजाको रहेछ फेरि फाइन प्ल्याक्कै होला फेरि। यति दामी छ नि यता तपाईँहरू देखिसक्नुहुन्छ। म चाहिँ सायद फोटो मात्रै देखेको छु कि अब सायद राम्रै रहेछ फोटो भन्दा पनि एकदम धेरै बेसी राम्रो रहेछ नि त। जुत्ता लगाएर त मजामा हिँड्दा त कस्तो हुन्थ्यो जस्तो कहाँ हिँडेको जस्तो भइसक्यो। अनि यहाँभित्र मजाले यहाँ बस्ने जग्गा पनि रहेछ घाम लाग्यो भने है। सायद तपाईँहरू पनि यहाँ घुम्न आयो भने एकदम राम्रो जग्गा रहेछ नि त भनेर अहिलेको तलको तपाईँहरू मैले भिडियो देखाइहालेको छु नि। त्यहाँबाट यहाँ छ नि त भिडियो तर यहाँ फुलहरू पनि रहेछ। नाम्ची हामी चाहिँ तपाईँहरू घुम्नु चाहिँ नसक्नु छ यहाँ किनकि एकदम राम्रो रहेछ नि। धेरै सायद बनिएको 10 वर्ष जस्तो हुँदैछ नि। टक्कै बेसी चाहिँ भएको छैन रहेछ। धेरै म त एउटा छ भनेको त धेरै पो रहेछ त यहाँ त है मन्दिर। म त सानो जस्तो सम्झिँदै कि साथीहरू तर पनि यहाँभित्र पसिसकेपछि एकदम धेरै त मतलब अब त्यति थुप्रो त होइन तर पनि सानो गर्दै धेरै नै भन्छु यसलाई धेरै नै रहेछ नि त। तर राम्रो रहेछ हौ। आमामा लु हेर्नुहोस् यता मजाको लु सिनहरू छ मजाको रहेछ हो। यता कहिलेको उयोहरू मन्दिर रहेछ। र भन्नुपर्दा खै कहाँ घुम्नु भयो यो त हामी त घुम्नु त पारा होइन तर भए पनि हामीले तपाईँले जति पनि देखाउँछ भिडियोमा एकदम राम्रै पाराले देखाउँछु नि त होइन। एकदम बेसी नै उयो रहेछ। सायद तपाईँहरू देखिसक्नु भएको छ यहाँ भिडियो फोटोहरूतिर पनि यहाँमाथि चाहिँ मजाले यता फोटोहरू देखेको थियो नि त। यता तल पनि छ यता तल पनि रहेछ। जाउँ मन चाहिँ तल पुगेर पहिला यता तपाईँहरू आफ्नै ड्रेसहरू यता चेन्जहरू गरेर गर्नु पनि सक्नुहुन्छ। एकदम धेरै उयो रहेछ। भन्नुपर्दा सानो जग्गा चाहिँ होइन रहेछ यो चाहिँ भित्र बसिसके एकदम ठुलो लाग्यो मलाई यो एकदम ठुलो तरिकाले रहेछ नि त। तर पनि के छैन यति राम्रो रहेछ जग्गा। म त आएको थिइनँ सायद तपाईँहरू कसैले यो भिडियो हेर्नु हुँदैछ भने चाहिँ कोही आएको थियो भने चाहिँ है कमेन्ट गर्नु नबिर्सनु। यता पनि रहेछ भने चाहिँ के जगन्नाथ धाम गङ्गा जिन्द्र के लेखेको रहेछ। यो मजा गर्छ। साथीहरू यस्तो टाइपको मन्दिर त बेसी यो तेलङ्गाना टाइपमा तेलङ्गानातिर चाहिँ साह्रै देखेको थियो। केरलातिर चाहिँ त्यस्तो खालको यहाँ पुरा रहेछ नि त यो टाइपको चाहिँ हो।
उई एकदम राम्रो रहेछ है तपाईँहरू त्यहाँ चाहिँ घुम्नु चाहिँ नछोड्नु यहाँ चाहिँ त्यो उयो हुन्थ्यो कि है लाइट थियो भने यस्तो ब्रर खालको त्यो छैन रहेछ नि त भाइ यो धागा लड्छ के हो यो डोरी हो कि पाइप हो कि यहाँ हेर्नु त्यो फुलिँदैछ नि फेरि यहाँबाट गएर ए यता के मजा रहेछ जग्गाहरू हो सायद तपाईँहरू आउनु भएको छैन चाहिँ एकदम राम्रो लाग्यो मलाई कि यो एन्ट्री यो टक्कै भित्र जाँदा पनि हुने रहेछ यो पनि मजाको रहेछ नि त यता पनि हो सर्क जाँदा सायद मैले चिनिने के को मूर्ति है हुन त भगवानको होला जति पनि यहाँभित्र रहेछ सबै हिन्दूको रिलेटेड छ तर पनि है हिन्दू बुद्धिस्ट भनेर हुँदैन तर पनि यहाँ तपाईँहरू आइसकेपछि एकदम राम्रो रहेछ जति पनि हिन्दूहरू हुनुहुन्छ यहाँ आएर चाहिँ तपाईँहरू पूजाहरू गर्नुहुन्छ सायद मलाई त्यति याद भएन यहाँ के को मन्दिर हो भनेर तपाईँहरू देख्न सक्नुहुन्छ म जति छ त्यति चाहिँ फोटो भिडियो रेकर्ड गरेर म तपाईँहरूले देखाउँछु सायद यो भित्र पसेर तपाईँहरू उयो गर्नु सक्नुहुन्छ यो सबै केरलातिर हुन्छ नि टाइपमा मन्दिर है मन्दिर यो केरलाहरूतिर तमिलनाडुतिर देखाउँछ नि मन्दिर रामेश्वर धाम यत्रो किने गर्छ सायद सट्टै हामी टिका सिका लगाएर हो सट्टै हामी यहाँ यताबाट लगाएर चाहिँ अब सट्टै तल अघि माथिबाट चाहिँ तल पछि थियो नि त सट्टै तल पछि अहिले हामी यहाँ तलबाट चाहिँ उकालो जाँदैछ हो माथि टक्कै जानु भने कहाँ गयो त भाइ त्यो सायद पुरानो उयोहरू टाइपले बनाएको रहेछ है मैले चाहिँ मजाले बनाएको रहेछ तर पनि केही छैन अब ऊ माथि गएर चाहिँ हामी त्यति घुमेर चाहिँ तल फेरि साङडुप्चे पुग्नु गर्नु नि भिडियो भएको स्ट्यान्डमा ए यता पनि रहेछ हौ आम्मा साथीभाइ यहाँ त मन्दिर त हुन त अब के टाइपको होला कि अलिकति हिन्दू रिलिजनबाट नभएर पनि हुन त त्यस्तो हरेक रिलिजनलाई माने गर्छु तर पनि के टाइपले बनाएको छ होला हो त्यति टुपुर यहाँ चाहिँ तपाईँहरू ड्रेसहरू फेरेर लगाएर सक्नुहुन्छ है सिक्किममा आएको छ भने चाहिँ तपाईँहरू यहाँ टक्कै आफ्नो ड्रेसहरू कलेक्सनहरू लगाएर सक्नुहुन्छ म यहाँबाट यहाँ तपाईँहरू चट्टै पनि देखिसक्नु भएको छ र रक लामाहरूदेखि लिएर धेरै प्रकारको है युट्युबरहरू आएर यहाँ भिडियोहरू गरेको छ नि त यहाँ सट्टै यो माथि शिवजीको मन्दिरमा आएर गर्नुभएको छ नि त होइन त्यही कारण तपाईँलाई पनि आज हुन्छ अब त्यस्तो धेरै बेसी भिडियो गर्नु नपाए पनि सानो प्रकारले भिडियो गर्दैछु नि त यहाँ माथि धेरै राम्रो रहेछ भन्दा पनि टुटु चाहिँ आउट अफ स्टेटको मतलब सिक्किमबाट भन्दा बाहिर हो धेरै प्रकारले यहाँ आएको रहेछ नि त चट्टी यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ त्यस्तो प्रकार धेरै पुरा राम्रो प्रकारले नगरे पनि है कम्ती प्रकारले गर्नुहुन्छ यहाँ तपाईँहरू सन्डेको दिन पनि यति साह्रो भिड लाग्दो रहेछ कि हुँदा अब अरू बेला पनि सायद हुन्छ होला कि सन्डेको दिनमा पनि सायद सानसुनै हुन्छ भनेको एकदम धेरै बेसी भिड पनि रहेछ नि त अन्त त्यही कारणले गर्दा तपाईँहरू हल्का प्रकारले म उयो गरिदिन्छु कता यता जाउँ
यहाँ पानी धेरै छ पानी सुकेछ फेरि यहाँ पानी छ भने त पुरा लाइटले चाहिँ मजाले यसरी घुम्दै रहेछ नि त म त चरक्कै देख्दैछ राति पनि कहाँ बल चाहिँ बिग्रिरहेको छ यो पानी छ भने चाहिँ मजाले उयो घुम्छ नि त्यो पनि छैन रहेछ तर राति चाहिँ मजाको देख्थ्यो यहाँ यता नसट्टै मजाको देख्दै रहेछ देख्नु तपाईँहरू पनि नाम्ची आएको छैन चाहिँ नाम्ची एकताल चाहिँ घुमेर चाहिँ है नाम्ची आइसकेपछि यहाँ के भन्छ चारधाम आउनु चाहिँ नबिर्सिनुहोस् होला किनकि यति धेरै भिडियोमा जे जति बताएको छ त्योभन्दा पनि बेसी मैले कति जग्गा भिडियो गर्नु पाएँ कति जग्गा गर्नु पाएन नि त त्योभन्दा बेसी चाहिँ आएर चरक्कै यहाँ तपाईँहरू देखिसक्नुहुन्छ यता चरक्कै यता चाहिँ फेरि डरै लाग्दो रहेछ सायद के उयो नै होला भगवान्हरूको होला म त्यति चिन्दिनँ नि त यता रामै हो हनुमान होइन खै को अन्त ए हो कि खै के हो उयो माथि उकाल जानु दिन्छ त नि त तर बन गरेछ नि गर्छ बन उता आइगयो छिर्नु सिकिरहेको छ त्यो बास लगाइरहेको नभए त मान्छे घुमिरहेछ त्यो माथि ए साथीहरू माथि पनि जानु दिन्थ्यो रहेछ पहिले चाहिँ दिन्थ्यो नि त यो अहिले चाहिँ के भएर चाहिँ बन्द गरिदिएको रहेछ सायद नभए त्यहाँ गएको भने चाहिँ राम्रो देख्ने रहेछ माथि है चरक्कै राम्रो पनि एकदम राम्रो देख्ने रहेछ हो यता र के कस्तो भयो है चारधामको नाम्चीको तपाईँहरूलाई भिडियो है र मन पऱ्यो भने लाइक गर्नुहोस् मलाई सपोर्ट गर्नु नबिर्सिनुहोस् होला है म आउने दिनमा त्यति बेसी भ्लगिङ त गर्नु जान्दिनँ तर म कम्ती मात्रामा गर्नु जान्छु है तर जे हुन्छ सपोर्ट गर्नु नबिर्सिनुहोस् होला र यो भिडियो म यहीँ राख्दैछु